ल हिउँ पर्न सुरु गर्यो। नमस्ते कोम्बावा। आज टोकियोमा मजाले हिउँ परेको छ। अब हिउँ सट्ट परेको छ। ल कार ढाक्न लागिसकेको छ अनि यस्तो भइसकेको छ। यी भुइँमा चाहिँ यत्तिको परेछ होइन, तर एकदम चिसो छ। बच्चाहरू खेलिरहेछन्। अब घरहरू झिलिमिली छ। ल के छ त आज हिउँ परेको अवस्था छ। सबैजना हिउँ खेल्न जानु होला, रमाउनु होला। ओके बाई। ल माया सान यो वर्ष पहिलोचोटि हजुर ढिलो परेको थियो। यो साल छिटै नै हिउँ पर्यो, तर चिसो पनि बेसरी बढेको छ। बेसरी चिसो छ। अलि विचार गरेर हिउँ खेल्नु होला, रमाउनु होला। हस् पिठीमा हान्ने हो, मुखमा हान्ने होइन क्या? मुखमा हान्नु हुँदैन नि त। ल सौरभ मुखमा लाग्यो ल मुखमा हान्ने होइन, पिठीमा हान्ने। ए बाबु दुख्यो रे। ए अब चिसो भयो। ल हजुरले भन्नु। के भन्ने मैले? अब भन्नु न यसो हितोको त ओनिगाइसिमास। आज यो के अरे नयाँ वर्षको 2 गते हजुर हिउँ परेछ है। हजुर हल्का हल्का हिउँ परेछ। स्टार्टिङ हो यो, फेरि पर्दै गर्ला। हजुर आज रमाइलो भएको छ। हजुर हजुर हिउँ खेल्दै यस्तो बाहिर निक्लिएर छौँ। हजुर तपाईँहरू पनि आफ्नो ठाउँबाट खेलिरहनु भयो होला, हिउँ खेलिरहनु भयो होला। हजुर ल ल यति नै हो। ल रमाइलो गर्नुहोस्। ल बच्चाहरू पनि खेलिरहेछन् होइन, खेलिरहेछन्। ए मुखमा हान्न पाइँदैन है। ल ऊ रोसिका सान। ल तिम्रो हितोको त भन। केही भन्न चाहेको कुराहरू भन न। चिसो भएको छ, खेल्न हिउँमा खेलेर रमाइलो भयो। हिउँमा खेल्दाखेरि रमाइलो भयो। हजुर बरु हात चिसो भयो, त्यही भएर पकेटमा हालेको। ल रमाइलो गरेर खेल्नुपर्छ है। ल यो दुईजनाको के छ? ल हात चिसो भयो, तर मलाई त मान्छेलाई यसले हान्नु मन लाग्यो। हो कसलाई हान्न मन लाग्छ नि हिउँले? हजुरले हुनुहुन्छ क्या? ए मलाई त हान्ने होइन नि त काम। हजुरले हुनुहुन्छ भयो। ल खै अर्को हाम्रो बाबु। ल हात चिसो भएको छ। ए ल रमाइलो गरेर खेल्नुपर्छ। ल कति रमाइलो भएको छ। ल तारा बहिनीको ल के छ त? कस्तो लागिरहेको हो? मैले त खाइसकेँ नि एउटा डल्ला। मिठो भइरहेछ। हो त्यो के हो नि? ल ओके सी यु नेक्स्ट टाइम भन्छ होइन। ल नानीले हिउँ चाहिँ खाएन, एकदम मिठो भएको छ अरे। ओके 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 ओके